नमस्कार। करिब पनि 15 दिन अगाडिदेखि इन्डिया र पाकिस्तान बीचको जुन युद्ध चलिरहेको छ, भर्खरै मात्रै पाकिस्तान र इन्डिया दुवैले चाहिँ अब युद्धलाई चाहिँ अन्त्य गर्ने सहमति गरौँ भन्ने चाहिँ अमेरिकाको जुन प्रेसर थियो, त्यो अमेरिकाको प्रेसर केही कारणले गर्दाखेरि अहिले पाकिस्तान र भारत दुवैले युद्ध विराम गर्ने सहमति गरेका छन्। अब यो कति लामो समयसम्म युद्ध विराम हुने हो, त्यो भोलिका दिनहरूले देखाउँदै जाला। किनभने युद्ध विरामहरू पटक पटक भएका छन्, तर पनि फेरि यो गिजो लिएर युद्ध फेरि सुरुवात भएको छ। युक्रेन र रुसको जुन युद्ध विराम पटक पटक भयो, तर पनि फेरि त्यहाँ युद्ध चलिराखेको छ। भने यो अब लामो समय कसरी युद्ध विराम हुन्छ पाकिस्तान र इन्डिया, यो भने हेर्न बाँकी छ। यसमा दुवैले आफ्नो दायित्व यो चाहिँ तपाईँको मानव अधिकारका कुराहरूलाई बुझ्नु जरुरी छ। यदि युद्ध लम्बियो भने भारतले के गुमाउँछ र पाकिस्तानले के गुमाउँछ भन्ने कुरालाई पनि पाकिस्तान र भारतले बुझ्न जरुरी छ। यदि युद्ध लम्बियो भने पाकिस्तानले पनि धेरै धन गुमाउनेछ, धेरै नागरिकहरू गुमाउनेछ भने भारतले पनि धेरै धन र धेरै नागरिकहरू गुमाउनेछ। त्यसले विश्वलाई चाहिँ तपाईँको धेरै दुःख दिनेछ भन्ने कुरा पनि बुझ्न जरुरी छ। र मलाई के लाग्छ भने अब यो युद्ध विराम लामो समयसम्म नै जान्छ भन्ने मलाई लागेको छ। किनभने यो युद्ध विराममा सबैभन्दा ठुलो भूमिका भनेको अमेरिकाको भूमिका देखिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार भन्दै आइरहेको थिए कि भारतले जसरी चाहिँ पाकिस्तानमाथि हमला गर्यो त्यो एकदमै लज्जास्पद हो। किनभने पाकिस्तानले देखेर खुलेर भारतमाथि आक्रमण गरेको, भारतीय जनता नागरिकमाथिहरू आक्रमण गरेको होइन भन्ने कुराहरू चाहिँ तपाईँको संसारभर जगजाहेर छ। त्यसो भन्दै गर्दाखेरि दक्षिण एसियामा भारतले आफूलाई अमेरिका ठानिराखेको अवस्थामा भारतले पनि त्यसलाई एउटा जवाफ दिने हिसाबमा अगाडि बढ्दाखेरि धेरै नागरिकहरू हताहत भए, धेरै धनजनको पनि क्षति भयो। र त्यो देख्दै गर्दाखेरि अमेरिकाले भन्दै थियो कि पाकिस्तान र भारत दुवै हाम्रा मित्रहरू हुन्, हामी उहाँहरूसँग सहकार्य गर्न चाहन्छौँ, त्यहाँका नेतृत्वप्रति म गर्व गर्न चाहन्छु भन्दै गर्दाखेरि अमेरिकाले यदि हाम्रो मध्यस्थता अथवा हाम्रो भूमिका यदि दुवै राष्ट्रले चाहन्छ भने हामी त्यो दिन तयार छौँ भनेर भनिरहँदाखेरि सम्भवतः मलाई लाग्छ हिजो मात्रै आयो कि अब भारत र पाकिस्तानले युद्ध विराम गर्ने सहमति गरेका छन्। यो तपाईँ हामी नेपाली भएको नाताले, नेपाल भएको नाताले भारतको र पाकिस्तानको छिमेकी राष्ट्र भएको आधारमा पनि हामीले के भन्न सक्छौँ भने यो गर्वको विषय हो। यदि भारतले लामो समयसम्म युद्धमा होमियो भने त्यसको असर हामीलाई पनि पर्नेछ। हामीले पनि धेरै चिजहरू गुमाउनु पर्ने हुन्छ। त्यसो भएको हुनाले ढिलै भए पनि युद्ध विराम गर्ने सहमति पाकिस्तान र भारतले गरेको छ। यसलाई हामीले एउटा राम्रो कदम हो, एउटा राम्रो विवेकी र बुद्धिमत्तापूर्ण निर्णय हो भन्न सक्छौँ। हामीले विश्वमा हरेक ठाउँमा चाहिँ तपाईँको युद्धहरू भएका छन्, तर त्यहाँ हाम्रा नेपालीहरू फ्रन्ट साइडमा लडेका छन् र ज्यान दिएका छन्। चाहे तपाईँ लद्दाखमा चीन र भारतको लडाइँको कुरा गर्नुहोस्, त्यहाँ पनि नेपाली दाजुभाइहरू नि लड्नु भएको थियो फ्रन्ट साइडमा बसेर। अहिले काश्मीरमा चाहिँ युद्ध भइरहेको छ, त्यहाँ चाहिँ तपाईँको ठुलो युद्ध चर्किरहेको छ, त्यहाँ पनि हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरू फ्रन्ट साइडमा अगाडि बढ्नु भएको छ। त्यसो हुँदाखेरि भारतलाई हामीले हाम्रो ठाउँबाट एउटा नेपाली भएको नाताले गर्दाखेरि हामी त्यहाँको चाहिँ तपाईँको एउटा आर्मी भएको नाताले पनि हामीले चाहिँ भारतलाई ठुलो सहयोग गरेका छौँ। त्यति मात्र होइन, पाकिस्तानको साइडबाट पनि लड्ने त्यही नेपालीहरू हामी गोर्खालीहरू नै छौँ। यति धेरै दुःख छ हामीलाई, यति धेरै हामीले मेहनत गरेका छौँ। वास्तवमा भन्ने हो भने त हामीले संसारलाई बचाएका छौँ। हामी जति मेहनती, नेपाली जति मेहनती मलाई लाग्छ अरू कुनै पनि संसारमा त्यो जाति छैन। बेलायतमा हामी नेपाली गोर्खालीहरू कति चाहिँ तपाईँको मेहनत गरिराखेका छौँ। हामीले विभिन्न ठाउँहरूमा, संसारका विभिन्न ठाउँहरूमा लडाइँ र युद्धहरू भएका छन्।
त्यहाँ हाम्रो उपस्थिति छ। हाम्रो दाजुभाइ दिदीबहिनीहरूले लड्नु भएको छ। अस्ति भर्खरै युक्रेनमा रुस र युक्रेन बीचको लडाइँमा पनि नेपाली दाजुभाइ नै हुनुहुन्थ्यो फ्रन्ट साइडमा। हामी देख्छौँ, फेसबुकमा देख्छौँ, अनलाइनमा देख्छौँ, नेपाली दाजुभाइहरूले कति धेरै आफ्नो ज्यान गुमाएर भए पनि अरू राष्ट्रको निम्ति अगाडि उभिएर आफूलाई त्यो गोलीहरू चाहिँ छातीमा चाहिँ थापेर अरूको देशलाई बचाउनु भएको छ। यो भन्दा महान काम, नेपालीहरूको महान काम अर्को के हुन सक्छ? हरेक ठाउँमा नेपालीहरू चाहिँ लडाइँ गरिरहेको छ। चाहे तपाईँको विश्वको कुनै पनि ठाउँमा, अहिले पनि चाहिँ तपाईँको अमेरिकामा पनि नेपालीले काम गरिरहेका छन्। र अमेरिका र राष्ट्रसङ्घबाट चाहिँ यदि मलाई लाग्छ कुनै पनि ठाउँमा युद्ध भयो भने त्यहाँ को अगाडि बढेको छ त? कसलाई अगाडि सारिन्छ, कसलाई लगिन्छ भने त्यही नेपालीहरू, तपाईँ हामीलाई नै अगाडि सारिन्छ। यसरी हेर्दाखेरि हामी नेपालीहरूले विश्वलाई बचाएका छौँ। आज पाकिस्तान र भारत बीचको जुन युद्ध थियो र त्यो युद्ध अहिले अब समाप्त गर्ने भन्ने एउटा सहमति भएको छ। यो अत्यन्तै खुसीको कुरा हो। यदि युद्ध लम्बिएको थियो भने धेरै नेपाली दाजुभाइहरू मर्न पर्ने अवस्थाहरू आउँथ्यो। कतिको चाहिँ घरबार बेन हुने, आफ्ना श्रीमानहरू, आफ्ना छोराहरू गुम्नु पर्ने अवस्थाहरू आउँथ्यो। हामी यसलाई चाहिँ सकारात्मक रूपमा ल्याउँ कि अब भारत र पाकिस्तान बीचमा युद्ध नहोस्, संसारमा कुनै पनि देशमा युद्ध नहोस्। हुन त अब संसारमा व्यवहार गर्दै जाँदाखेरि कहिले कहीँ त तपाईँको युद्ध हुनै पर्ने अवस्थाहरू आउँछ। त्यस्ता खालका विद्रोहीहरू पनि हुन्छन्, उनीहरूले पनि न्याय मागिरहेका होलान्। 100% न्याय त यो संसारमा कसले पाउन सक्छ? पाउनै सक्दैन। त्यस कारणले गर्दाखेरि कोही पनि थिचोमिचोमा बस्न पनि चाहँदैन। आज युद्ध भएका छन् भने त्यो अन्याय कुनै पनि एउटा राष्ट्रले चाहिँ अन्याय गरेको कारणले गर्दाखेरि अहिले युद्ध भइरहेको छ। त्यसैले हामीले मानवतालाई चाहिँ एउटा केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने हो भने मलाई लाग्छ यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। मानवता भन्ने चिजलाई चाहे जतिसुकै शक्तिशाली राष्ट्रहरू हुन्, ती राष्ट्रहरूले पनि के सोच्नुपर्छ भने मानवतालाई बचाउनुपर्छ। हामीले घमण्ड गरौँ, पैसाको घमण्ड गरौँ, हामीसँग मिसाइलहरू छन्, हतियारहरू छन् भन्ने घमण्ड राख्यौँ भने मलाई लाग्छ संसारमा सबै मानवता चाहिँ हामीले नष्ट गरेर अनि यो संसार बन्न सक्छ। त्यसैले हामी सानो राष्ट्र होस्, गरिब राष्ट्र होस् अथवा धनी राष्ट्र होस्, हामी सबै चाहिँ हातेमालो गरेर अगाडि बढ्नुपर्छ। त्यसो हुँदा मात्रै संसार बच्ने हुन्छ। हामीले संसारलाई बचाउनु छ र आज पाकिस्तान र भारतले जस्तो निर्णय गरेका छन् त्यो अत्यन्तै ठुलो र महान काम हो। हस् त, नमस्ते।